हेलो सम्पूर्ण इष्टमित्रमा नमस्कार। आज चाहिँ म आएको छु मिरिकको ब्याक साइडबाट चाहिँ मिरिक लेकभित्र पस्दा चाहिँ कस्तो खालके दृश्य देखिन्छ, यहाँको भ्यू कस्तो छ, यहाँको सुन्दरता कस्तो देखिन्छ यो देखाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरेर मलाई सहयोग गर्नुहोला। यो चाहिँ मिरिकको ब्याक साइडबाट पस्ने बाटो, जहाँनिर मिरिकको फायर विकेट छ। फायर विकेटको नजिकैबाट भित्रतिर पस्ने एउटा गोरेटो बाटो छ। यहाँबाट तपाईँहरू सोझै मिरिक लेक जान सक्नुहुन्छ। 2-3 मिनटको बाटो तय गरिसकेपछि तपाईँहरूले यहाँबाट सुन्दर मिरिक झिलको दृश्य देख्न सक्नुहुनेछ। थोरै अगाडि गएपछि यहाँबाट सोझै मिरिकको झिल देख्न सकिन्छ। एकदमै राम्रो सुन्दर भ्यू, सुन्दर दृश्य, मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ। यहाँनिर धेरै बोटिङहरू पनि भइरहेको छ, डुङ्गा पनि चलिरहेको छ, साथै मोटर बोटिङहरू पनि भइरहेको छ। सुन्दर दृश्य तपाईँले मिरिक झिलको, मिरिक लेकको देख्न सक्नुहुन्छ। मिरिकको सुन्दर सहर पनि देखिरहेका छौँ। आउनुहोस् हामी सबै एकैछिन सुन्दर दृश्य हेरौँ एकैछिन। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला।